गायक गायिकाहरू आउने क्रम जारी रहेको छ। अमर स्रष्टा विक्रम राईको चाहिँ फोटोमा माल्यार्पण गर्नको लागि चाहिँ मैले सबैजनामा अनुरोध गर्न चाहन्छु। त्यो सानो गाउँलाई जन्मेको ठाउँलाई खेली हुर्केको आफ्नो आँगनलाई त्यो सानो गाउँलाई जन्मेको ठाउँलाई खेली हुर्केको आफ्नो आँगनलाई सम्झेर ल्याउँदा आँसु बरारा परदेशी यो मन जहिले जरा सम्झेर ल्याउँदा आँसु बरारा। आज मैले यो महसुस गरेको छु, यो यस्तो भेला देख्दाखेरि उसको मैले एकदमै त्यो चञ्चलताहरू यो वरिपरि देखिरहेको छु र उसको यो वर्ष दिन पुण्यतिथि आउँदैछ भन्ने कुरा पनि मलाई थाहा थियो। तर पनि एक वर्षमै मैले दुईजना आफूले धेरै माया गर्ने व्यक्तिहरू गुमाएँ। त्यसमा अस्ति भर्खरै म मेरो भाउजूलाई पनि सम्झन चाहन्छु यहीँबाट। उहाँलाई पनि एकदमै म यसै मार्फत सम्झन्छु, किनकि विक्रमले पनि धेरै उहाँसँग टाइमहरू बिताउनु भएको थियो, चिनजान थियो, उसकै कुरा हुन्थ्यो। तर यो कुराहरू पनि लिएँ मैले। सबैजनाले भन्नुभयो तपाईँ स्ट्रङ हुनुपर्छ, स्ट्रङ हुनुभयो, तपाईँ जस्तो व्यक्ति कमै हुन्छ। तर आफूले आफूलाई हेर्दाखेरि एकदमै गाह्रो हुन्थ्यो। यो अवधिभरि मैले कहिले पनि बाहिर अगाडि आँसु झारेर कसैप्रति पनि दुःखहरू व्यक्त गरेर म बसिनँ। कसैसँग म बोल्थेँ, म्यासेजमा च्याटहरू गर्दाखेरि मेरो आँखाबाट आँसुहरू झर्थे। उसको हरेक कुराहरू हरेक तपाईँले एकदम धैर्य गर्नुपर्छ भन्दाखेरि पनि आँसु झर्थे, एक्लै रुले। जहाँ पुगे